होइन यो समय कति छिटो जान्छ भने अस्ति जस्तो लाग्छ। आज 31 विक भइसकेछ, डेलिभरी डेट आउन पनि अब धेरै छैन, 2 महिना जस्तो मात्रै छ। अनि हामीलाई चाहिँ डाक्टरले पनि अलिअलि यसो बिदाको बेलामा चाहिँ सामान किनेर है बेबीको लागि भनेर भनेको थियो। अनि म चाहिँ गएँ उताबाट बुढा आएर मलाई चाहिँ ट्याक्क अर्को स्टेसनमा चाहिँ कुरिराख्नु भएको थियो। म यताबाट गएँ यताबाट मलाई चाहिँ देख्नु भएको छैन होला भनेको, देखेर नदेख जस्तो पो गर्नुभएको रहेछ हेर नाटक फेरि। अनि उहाँलाई चाहिँ लास्टै भोक लाग्छ भन्नुभयो फेरि। अनि ल त खाना जाऊँ न त भने, मलाई चाहिँ खासै भोक लाग्थेन। अनि गयौँ खानातिर लाग्यौँ हामी चाहिँ। हुन त बिहानै उठेर काममा जानुभएको, भोक पनि लाग्यो होला बिचरा, माया लाग्ने है। अनि 2 सेट मगाउनु भयो, मलाई चाहिँ मिल्क मगाइदिनु भएको रहेछ। मलाई चाहिँ तिमीले चाहिँ त्यो खान मिल्दैन, म चाहिँ सबै एक्लै खान्छु भन्दै हुनुहुन्छ त्यहाँ। तर मलाई त्यस्तो खान त मन लाग्थेन, त्यही पनि खाएको देख्दा चाहिँ खान मन लाग्छ नि त। अनि एक्लै गम खानुभयो। मलाई चाहिँ त्यो एउटा मात्रै खाऊ भन्नुहुँदैछ ऊ। एक्लै खान पाएँ भनेर मक्कै परेर खाँदै हुनुहुन्छ। अनि म चाहिँ त्यही खाएँ, त्यो मिल्क, त्यही पनि खासै मिठो चाहिँ थिएन। मन नलाइ खाएँ। अब मलाई तिमीले खानै हुँदैन, किन खाने भन्नुभयो। अनि मैले जिद्दी नि गरेन, म घरबाट नि खाएर गएको थिएँ। त्यसमाथि मेरो अनुहार, अनि त्यसपछि यो मेरो घाँटी कति कालो भएको छ। हामी यौन मलतिर लाग्यौँ। त्यसपछि बेबीको लागि के किन्यौँ अर्को भिडियोमा भन्छु ल, बाइ बाइ।